हेलो गाइस हजुरहरु सबैलाई गुड मर्निङ छ बिहानीको समयमा अन्त जय मसी तपाईहरु कस्तो हुनुहुन्छ आई होप कि तपाईहरु सबै राम्रै सन्चै हुनुहुन्छ होला फिलहाल त यो बिहानी समयमा बिहानी भन्दाखेरि चाहिँ अहिले 8 बजिसक्यो होला यो समयमा अहिले यसो वकको लागि निक्लेको हो तपाईले हेर्न सक्नुहुन्छ यो रेलवे ट्र्याक अन्त ब्रिज पनि छ हो अन्त मौसम पनि राम्रो छ पानी परेर हो ठन्डा ठन्डा मौसम है कुल है सो यति बेला चाहिँ म यतिकै वकको लागि निक्लेको हो तपाईहरुले हेर्न सक्नुहुन्छ यो भ्यू ब्रिज सो यो बिहानीको नजारा हेर्नुहोस् यो हाम्रो गाउँको बस्ती एरिया हो र तपाईहरुले हेर्न सक्नुहुन्छ यो बीचबाट चाहिँ म जाँदिन हो सो म यहाँबाट जान्छ तपाईहरुले हेर्न सक्नुहुन्छ यी कुचु पनि छ मेरो साथमा आएको हो हेर्नुहोस् यो हो तपाईहरुले हेर्न सक्नुहुन्छ यो यस्तै हो गाउँमा हैन सो म चाहिँ अहिले जान्दैछु मेरो साथमा कुछु पनि छ कुछु मैले त तँलाई बोलाइन त मसँग किन आइस हेर्नुहोस् यो साइड चाहिँ अरुणाचल भन्छ अरुणाचल प्रदेश यहाँ छ सानो खोला अलिकति पानी परेर खोला चाहिँ अलिकति भएको रहेछ हो हिजो अस्तिसम्म चाहिँ सुकिसकेको थियो तर अब टाइम आउँदैछ खोला यो ठुलो हुनुको लागि बर्खाको सिजनमा चाहिँ धेरै हुन्छ ठुलो खै यो खोला बर्खाको सिजनमा बौलाउँछ कता जान्छ अब उसको बाटो एउटै बाटो हुँदैन हो हेर्नुहोस् यो खेतहरू छ अनि खेतको बीचमा घरहरू बनाएको छ तपाईले हेर्न सक्नुहुन्छ यो घरलाई कस्तो लाग्दो रहेछ हेर्नुहोस् खोलाको बीचमा छ मान्छेले बनाएको रहेछ हो खोलाको बीचमै घर बनाएको रहेछ तर अस्ति चाहिँ खोला चाहिँ यो घरको छेउबाट जाँदै थियो हो तर अहिले चाहिँ खोला चेन्ज भएको छ खोलाको दिशा चाहिँ चेन्ज भएको छ पानीको दिशा चाहिँ तर यो हेर्नुहोस् को मान्छेले बनाएर यतिकै राखेको रहेछ हो खोलाको बीचमा अन्त तपाईले हेर्न सक्नुहुन्छ है घरै घर यता पनि घर भएको छ यति साह्रो डेभलप भएको छ कि यति साह्रो चिन्नै गाह्रो भएको छ को बस्छ यहाँ पहिले त यस्तो साह्रो घर हुन्थेन हो एकदमै हेर्नुहोस् गाई गोरुहरू पनि यहाँ छ तर यो होसियार हुनुपर्छ ट्रेनहरू आउँछ यतिकै हेर्नुहोस् कस्तो खाना छ उही यहाँ तपाईले देख्न सक्नुहुन्छ अरुणाचल प्रदेश डिस्ट्रिक्ट पापुमपारे
हेर्नुहोस् भ्यूहरू पहाडी इलाका यता पनि छ चारैपट्टि गाउँ घर घर सो तपाईहरु मेरो फलोवर्स मेरो साथीहरुलाई मेरो फ्रेन्डहरुलाई यति नै भन्न चाहन्छु कि यसरी नै मलाई सपोर्ट गरिदिनु होला so that I can update new videos हैन तपाईहरुले मलाई यसरी माया गरिदिनु होला तपाईको माया एकदम धेरै छ सो आशा गर्छु तपाईहरुले मलाई माया गर्नुहुन्छ अनि मलाई सपोर्ट गरिदिनुहुन्छ भनेर धेरै धेरै धन्यवाद दिन चाहन्छु तपाईहरुलाई धन्यवाद छ मेरो फलोवर्सलाई मेरो साथीलाई फ्रेन्डलाई उनीहरुले गर्दाखेरि मैले धेरै सपोर्ट पाइरहेको छु फेरि पनि म आशा गर्छु तपाईहरुले यसरी नै माया गरिदिनु होला सपोर्ट गरिदिनु होला भनिकिन हो तपाईहरुले हेर्न सक्नुहुन्छ भ्यूहरु थ्यांक यू सो मच अहिलेको लागि म यतिमै राख्दछ धन्यवाद छ धन्यवाद